बास्ना आउने बाँसुरी, लेखक रोशन पोखरेल। साँच्चै अबेर भइसकेको थियो। केशव भोलि भेट्ने बाचासहित बिदा भए। उनी वार्डको ढोका छेउमा पुग्नै लागेका थिए। उनको लुगाभित्र केही भिजायो। बाँसुरी रहेछ। उनले कपडाभित्रबाट बाँसुरी निकाले। बाँसुरी निकालेसँगै पारिजातको मिठो बास्ना फैलियो। उनले बाँसुरी केटोको सिरानी छेउमा राखिदिए। केटोले केही भनेन, मुसुक्क हाँस्यो मात्र। केशव अस्पतालबाट बाहिरिए। उनी हतारिँदै घरतिर लाग्यो। जमक्क रात परिसकेको रहेछ। अस्पतालभित्र हुँदा त केशवलाई यति राति भए जस्तो लागेको थिएन। बत्ती नै बत्तीको उज्यालोले होला गाढा अँध्यारो भएको थाहै भएनछ। बजारतिर भने अलिअलि चहल पहल बाँकी थियो। कतै कतै घरभित्रबाट मान्छे खितितिती हाँसेको आवाज आउँदै थियो। कतै केटाकेटी रोएको आवाज आउँथ्यो। बाटामा मान्छेभन्दा बढी भुसिया कुकुरहरू थिए। केही भौँ भौँ पुग्दै थिए। एकाध जड्याहरू ढलपल गर्दै हिँडेका पनि भेटिए। कति बज्यो होला? केशवसँग घडी थिएन। 10-11 बज्यो कि उनले अनुमान लगाए। उनलाई घर पुगेर सबै बेली बिस्तार लगाउने मन थियो। मायाले त सबै कुरा बुझलिन्। बालक छोरोलाई चाहिँ के भनेर सम्झाउने? केशव चिन्तित भए। हुन त बासु सानो भए पनि समझदार नै छ। बुझाएपछि बुझ्ला नि। उनले आफ्नो मनलाई ढाडस दिए। केशव दोबाटोको मन्दिर कटेर भानुनगर जाने बाटोतिर मोडिसकेका थिए। प्राय सबै घरमा बत्ती निभिसकेका थिए। केही घरका बत्ती भने अझै पनि बल्दै थिए। भानुनगरतिर लाग्दा रात झनै चप्प मन्न भयो। बाटोमा कुकुर बाहेक केही भेटिएनन्। तर ती कुकुरहरू बजारका जस्ता चनाखा थिएनन्। यताका कुकुरहरू लोसेर अल्छी थिए, अथवा ज्ञानी पो हुन् कि। नचाहिँदो किन बुक्नु भन्ठान्थे कि, या त दैनिक यही बाटो हिँड्ने केशवलाई सबैले चिनेर पो हो कि। उसै पनि केशवको हुर्काई र यिनको हुर्काईमा केही फरक थिएन। पाए खाने, नपाए भोको पेट यसरी नै गुडुल्किएर सुत्ने। अरू बेला पनि कहिलेकाहीँ केशव घर फर्किन अबेर हुन्थ्यो। भारी बोकेर कहाँ पुगिन्छ के थाहा। त्यो बेला पनि केही कुकुर भने मुन्टो उठाएर हेर्थे, नत्र प्राय सबै चुपचाप गुडुल्किएर बसेका हुन्थे। केशव घर छेउमा पुगे। उनको घर अलि टाढैबाट झलमल्ल देखियो। त्यसै पनि उनको घर दिउँसो जे जस्तो भए पनि राति भने झलमल्ल नै हुन्थ्यो। छिमेकीको घरबाट ल्याएको बिजुलीले राम्रै काम गरेको थियो। बाँसको भाटाले बारेको घरमा बत्ती बाल्दा भाटाको चेपचेपबाट उज्यालो छिरेर घर झलमल्ल देखिन्थ्यो। तेलको टिन जोडेर बनाएका छाना पानी आउँदा भने अचाक्ली बस्थ्यो। ठुलो पानी र बाछिटा चाहिँ घरले रोक्न सक्दैनथ्यो। केशवले घरको मूल ढोका के भन्नु? जम्मा एउटै मात्र त ढोका थियो, त्यो पनि टिनको। घरक्क खोले। उनको अगाडि बासु उभिएको थियो, नयाँ लुगा लगाएर। उसले जन्मोत्सवमा लगाउने टोपी पनि लगाएको थियो, झिलिमिली चुच्चे टोपी। बासुलाई यति राम्रो केशवले कहिले देखेका थिएनन्। नीलो रङको टी सर्ट र नीलै जिनको प्यान्टमा बासु साह्रै खुलेको थियो। उसले सेता जुत्ताहरू पनि लगाएको थियो। केशव तीन छक्क परे। माया पनि नयाँ सारीमा थिए। के अचम्म हो यो? केशवले आफैसँग प्रश्न गरे। तर उत्तर नपाएर उनी अत्तालिए। कोठाभरि थरीथरीका उपहारहरू छरपष्ट थिए, केही खोलिएका अनि केही नखोलिएका। उनले कोठाभित्र छिर्दै गर्दा अकमकाउँदै सोधे,
यो कसरी? उनको आवाज थरथराएको थियो। उनलाई थाहा थियो मायासँग यत्तिका सामान किन्ने पैसा छैनन्। न त उनका केही पेवा नै छन् बेच्न लायक, न त कोही आफन्त। अनि यी सब सामानहरू कसरी आए? उनको थाकेर चुर भएको जीव थर्र काँप्यो। केशवको प्रश्नले माया आश्चर्यचकित भइन्। एकछिनसम्म दुवै बोल्न सकेनन्। ट्वाल्ल एक अर्कालाई हेरिरहे मात्र। बासुले त केही बुझेकै थिएन। ऊ त पहेँलो साइकल डोर्याएर बाबुलाई देखाउन आएको थियो। केही बेरमा बिस्तारै माया बोलिन्। के भन्नुभएको? यी सब तपाईँले नै पठाएको होइन र? अघि एउटा केटा। मायाले आफ्नो कुरा पुरा गर्न पनि पाएकी थिएनन्। केशवले अलि चर्को स्वरमा भने, कहाँ मैले पठाएँ? अरू कसैको सामान यहाँ ल्याएर छोडे जस्तो छ। तिमी पनि नबुझी। मायाले उनको कुरा काटिन्। होइन, गलत ठाउँ होइन। उसले तपाईँकै नाम लिएको थियो। उसले सबलाई चिन्थ्यो, मलाई, तपाईँलाई अनि बासुलाई। अझ आज बासुको जन्मदिन भन्ने पनि थाहा रहेछ। मायाले एकै सासमा भनिन्। उनको सास स्वाँ स्वाँ हुन थाल्यो। केशवलाई भाउन्न होला जस्तो भयो। उनको मुटु बेस्सरी धड्किँदै थियो। उनी जति अचम्ममा थिए त्यति नै भित्रभित्रै डराइरहेका थिए। केशव दाई फर्किन ढिला हुन्छ रे। यो सब सामान उहाँले नै किनेर पठाइदिनु भएको भन्दै थियो। त्यो केटो मलाई कतै चिने जस्तो लाग्यो, कतै देखे जस्तो। कस्तो मिठो बोली। झन् ऊ हाँसेको त कस्तो हेरिरहँ जस्तो पो थियो। मायाले केटाको बयान गरिन्। केशव ट्वाल्ल परेर मायाको कुरा सुनिरहेका थिए। उनले कोठामा छरिएका सबै सामानतिर नजर दौडाए। भुइँमा बसेर बासु साइकल मुसारिरहेको थियो। आज ठाडो लाइनमा आफूले किन्न ठिक्क पारे जस्तो साइकल। केशव दौडिएर साइकल छेउ पुगे। उनले थर्र कापेका हातहरूले बिस्तारै साइकललाई छोए। बासुले चाहिँ उनले पनि साइकललाई बिस्तारै मुसारे। उनको नजर साइकलको घन्टीमा पर्यो। साइकलको ह्यान्डिलमा त्यही घन्टी थियो जुन उनलाई साउले सित्तैमा हालिदिने भएको थियो। उसले तपाईँलाई भनेर एउटा उपहार पनि छोडेको छ। अरू सबै सामान उहाँले नै पठाइदिनु भएको। यो एउटा चाहिँ मेरो तर्फबाट उहाँलाई उपहार भन्दै थियो। अझ उसले घरबाट निस्कँदै भनेको थियो, यो उपहार चाहिँ उहाँकै हातमा दिनुहोला। मायाले रङ्गीन कागजमा बेरिएको लामो सुरिलो वस्तु केशवलाई दिँदै भनिन्। केशवले थरथराउँदै उपहार खोले। उनको नाकमा पारिजात फुलको मधुर बास्ना ठोकियो। उनले देखे त्यो त उही घाइते केटाको बाँसुरी थियो, जो अहिले खुट्टामा प्लास्टर पोतिएर अस्पतालमा सुतिरहेको छ। उनले बाँसुरीलाई नाक्नेर लगेर सुँगे। पारिजात फुलको बास्ना त बाँसुरीबाट पो आइरहेको रहेछ। केशव र माया ट्वाल्ल परे। कोठा बासुले बजाएको साइकलको घन्टीको टिङ टिङ आवाज र पारिजात फुलको बास्नाले भरिएको थियो।